कपाल फुलेर सेतै भइसक्यो, उमेरले डाँडा काटिसक्यो, बुद्धि भने एक पैसाको छैन। अनि अब हाम्रो प्रधानमन्त्रीजीले चाहिँ जे भए पनि अब झुकेको जस्तै भनौँ न, अब यसो अलिकति आफूले चाहिँ गल्ती गरेको महसुस गरेको जस्तै नै उहाँले चाहिँ अँगालो मारेर चाहिँ केही रेस्पेक्ट गर्नुभयो। हामी सबैजना खुसी छौँ। प्रधानमन्त्री झुकेर हो नि त, अनि होइन त। बालेन शाहले के गल्ती गरेको छ जुन हर्कसम्मसँग झुक्नु पर्ने? बालेन शाहसँग त कमसेकम मानवता भन्ने छ नि यार, तिमीहरूको हर्कसम्मसँग त मानवता भन्ने छैन हो। अचम्म लागेर आउँछु, बालेन शाहले आफूले गल्ती गरेको महसुस भएर हर्कसम्मसँग झुकेको रे। यो कुन लेभलको लजिक हो? मिडियामा आएर जे पाए त्यही बोल्ने लाज लाग्दैन? अचम्म लागेर आउँछ भने बालेन शाह भनेको आफ्नो दुश्मनसँग पनि झुक्न तयार भएको मान्छे हो कि। त्यति साह्रो घमण्ड, त्यति साह्रो अहङ्कार छैन बालेन शाहसँग। अब पनि श्रम संस्कृति पार्टीमा यस्तै नेता कार्यकर्ताहरू रहिरह्यो भने चाहिँ श्रम संस्कृति पार्टीको नाम फेरेर भ्रम संस्कृति पार्टी राख्नुहोस्। मिडियामा आएर के बोल्ने के नबोल्ने भन्नेको सिभिक सेन्स नभएको मान्छेहरू मिडियामा आएर नबोल्दा हुन्छ के?